केपी बाका झोले झाम्थे छाउरा भेडा बाख्राहरू सडकतिर गएर रिहा गर भन्दैछन्। होइन, यसो गरेर तिमीहरूले अझै पनि उन्मुक्ति पाउँछु भन्ने सोचिराखेको छौ। जनताले त्यसै झन्डै 2/3 बहुमत दिएका छैनन्। तिमीहरूले जनताहरूको अमूल्य मतलाई कदर गर्न सिकौ। यदि केपी बा दोषी रहेछन् भने सजाय पाउनेछन्। यदि केपी बा दोषी छैनन् भने अदालतले उन्मुक्ति पक्कै दिनेछ। अनि यसो गरेर तिमीहरूले के पाउँछौ? केपी बाको उमेर हुँदासम्म रस हुँदासम्म चुस्छौ, अनि केपी बा जिन्दाबाद भन्छौ। अनि केपी बा बुढो भयो भने तिमीहरूले हेर्नेवाला छैनौ, अनि रस चुसिसक्छौ, अनि त्यत्तिकै सडकमा अल्पत्र छोड्छौ। त्योभन्दा बरु दोषी छन् भने सरकारले बस्ने खानेको व्यवस्था गरिहाल्छ। भित्रै आनन्द छ कि कसो?